उल्टो यो सरकार विदेशीहरूसँग सबैसँग एकैचोटि हावामा मुक्का चलाएर एउटा डन्की जोइट भन्ने एउटा उपन्यास थियो। त्यो उपन्यासको नायकले कृत्रिम दुश्मन खडा गरेर हावामा मुक्का चलाएर मैले सबैलाई पछारेँ भने जस्तै हाम्रा प्रधानमन्त्री कहिले भारततिर मुक्का चलाउँछन्, कहिले अमेरिकातिर मुक्का चलाउँछन्, कहिले चीनतिर मुक्का चलाउँछन्। यो सबैलाई चिड्याएर देशलाई जनताको अगाडि बहादुर छु भन्ने देखाएर तपाईले गर्न खोजेको के? यसरी सबैलाई दुश्मन बनाएर सबैसँग एकैचोटि लड्न सकिन्छ, सबैसँग दुश्मनी गरेर देशको विकास समृद्धि गर्न सकिन्छ। यस्तो प्रकारको पाखण्ड जुन भइरहेको छ यसको हामीले विकल्प दिनुपर्छ। यति ठुलो सङ्कट बेहोर्नु परेको अवस्थामा हाम्रा प्रधानमन्त्री एकपछि अर्को नाटक गर्दै जनतालाई भुलाउँदै आइरहनु भएको छ र पछिल्लो चोटि उहाँले फेरि 2 वर्षदेखि अड्केर बसेको नागरिकता विधेयकलाई राजनीतिक तहमा सहमति गरेर सुल्झाउनुको सट्टा अत्यन्त रहस्यमय ढङ्गले त्यसलाई पनि विवादमा ल्याउनु भयो। उहाँ चाहिरहनु भएको छ यो देशमा यस्तो प्रतीत हुन्छ हाम्रा प्रधानमन्त्री यो देशमा शान्ति चाहनुहुन्न, यो देशमा दलहरू बीचमा सहमति चाहनुहुन्न, राष्ट्रिय एकता चाहनुहुन्न। कसरी फुटाउन सकिन्छ, कसरी विवाद ल्याउन सकिन्छ र जनताको ध्यान अन्यत्र मोडेर उहाँले भ्रष्टाचार गर्ने, आफ्ना आसेपासे पोस्ने, कति यति र रोमनी नाम गरेका उहाँका जो आसेपासे सेनागणहरू छन्, अरिङ्गाल सेनाहरू छन्, त्यसलाई कसरी पोस्ने उहाँको ध्यान त्यता गएको हामी देख्दैछौँ। के यसरी देश चल्छ? तपाईँ हाम्रो अगाडि यति ठुला विकराल समस्या छन्। त्यसैले यो एउटा आजको हाम्रो विरोध प्रदर्शन एउटा यो साङ्केतिक मात्रै हो, यो एउटा रिहर्सल मात्रै हो। आगामी दिनमा देश गम्भीर सङ्कटतिर जाँदैछ। वर्तमान प्रधानमन्त्रीद्वारा यो देशका कुनै पनि समस्या समाधान हुने हामी देख्दै छैनौँ र यो नागरिकता समस्या जानी बुझिकन ल्याइएको समस्या हो। के जरुरत थियो अहिले यसलाई विवादमा पार्ने? तपाईँ साथीहरूले कहिलेलाई लाग्न सक्छ मैले सुने यो विधेयक अङ्गीकृत नागरिकता मात्रै विधेयक, खालि भारतबाट मात्रै महिलाहरू यहाँ बिहा गरेर आउँछन्। त्यसो भएको उनीहरूले तिनलाई किन तुरुन्तै दिनु पर्यो? 7 वर्ष त ठिकै छ भन्ने पनि मैले कतिपय साथीहरूले भनेको सुने र केही साथीहरूले यो त मधेसको समस्या हो, पहाडीहरूले किन उठाउनु पर्यो, काठमाडौँमा किन जुलुस गर्नु पर्यो भन्ने पनि सुने। तर साथीहरू म तपाईँलाई आग्रह गर्न चाहन्छु, हाम्रो एउटा भनाइ छ, मलाई खाने बाघले तिमीलाई पनि खान सक्छ भन्छन्। अहिले जुन गलत नियतका साथ यो विधेयक ल्याइएको छ यो मधेस अथवा कुनै जातिमाथि केन्द्रित होइन। तपाईँ हामी सबैलाई थाहा छ नागरिकता भनेको कुनै पनि देश प्रतिको जनताको जुन संलग्नता हुन्छ त्यसको एउटा दस्यो एउटा प्रमाण हो। त्यसो भएको हुनाले यो कुनै लिङ्गको आधारमा, जातिको आधारमा नागरिकता दिँदैन। व्यक्तिको आधारमा जो देशको एउटा नागरिक हुन्छ त्यसलाई नागरिकता दिने हो। या महिला या पुरुष या तेस्रो लिङ्गी भनेर मधेसी या जनजाति या खास आर्य भनेर नागरिकता दिने विषय होइन। यो त देशको नागरिकको अधिकार र कर्तव्य सुनिश्चित गर्ने एउटा प्रमाणपत्र हो। त्यसो भएको हुनाले यो मधेसको मात्रै प्रश्न होइन, यो सबै नेपालीहरूको साझा प्रश्न हो। म यसमा धेरै जान चाहन्न। के समस्या छ त? के समस्यामा पर्यो भने नागरिकतामा विभेद गरिनु हुँदैन। महिला र पुरुष या तेस्रो लिङ्गी अथवा यौनी तथा लैङ्गिक अल्पसङ्ख्यक उनीहरू सबैलाई एउटै आधारमा एउटै मान्यतामा नागरिकता दिनुपर्छ भन्ने एउटा आम सिद्धान्त हो। हाम्रो संविधानको पनि जो मौलिक अधिकारहरू छन्, जुन हाम्रो धारा 17ले स्वतन्त्रताको अधिकार भन्छ, सबैलाई बराबरीको कुरा गरेको छ, लैङ्गिक विभेद गर्नुहुन्न भनेको छ। धारा 18 मा समानताको कुरा गरेको छ, सबैलाई जाति लिङ्ग क्षेत्र नभनिकन परिवार व्यवहार गर्नुपर्छ भनेको छ।
महिलाहरूको निम्ति धारा 38 मा महिलाको हक सबै क्षेत्रमा समान अधिकार भनेको छ। तर यो जुन विधेयक ल्याइएको छ त्यसमा लैङ्गिक रूपमा गम्भीर ढङ्गको असमानताहरू छ। मुख्य हाम्रो आपत्ति त्यसमा हो। यो वैज्ञानिक अङ्गीकृत नागरिकता भनेको फेरि अलि विशिष्ट प्रकारको नागरिकता पनि हो। हामी सबै नागरिकहरूलाई तुरुन्तै नागरिकता दिनुपर्छ भनिराखेका छैनौँ। त्यो संसारमा कहीँ पनि हुँदैन। यहाँ भ्रम के परेको छ भने वैवाहिक अङ्गीकृत नागरिकता र अरू अङ्गीकृत नागरिकता एउटै हो भन्ने ढङ्गले यहाँ सोचिएको त्यस्तो होइन। वैवाहिक अङ्गीकृत नागरिकताको हकमा चाहे पुरुष होस् चाहे महिला होस् चाहे तेस्रो लिङ्गी होस् उनीहरू फरक फरक देशका नागरिकको बिचमा विवाह हुन्छ भने कुनै देशमा तुरुन्तै नागरिकता दिने चलन छ। इरान जस्तो कट्टरपन्थी देशमा पनि विवाह हुने बित्तिकै तुरुन्तै नागरिकता त्यहाँ दिन्छ, चाहे पुरुष होस् चाहे महिला होस्। र कुनै देशहरूमा अलिकति प्रक्रिया पुर्याएर अर्को देशको नागरिकता परित्याग गरेपछि दिने भन्ने हुन्छ। हाम्रो त्यस्तो थियो। कुनै देशमा 2 वर्ष कुनै देशमा 3 वर्ष यस्ता प्रावधान राखिएको हुन्छ। तर अरू जुन अङ्गीकृत नागरिकता हुन्छ एउटा देशको नागरिक अर्को देशमा गएर बसेर काम गरेर लामो समयसम्म भने अनि त्यसलाई चाहिँ परीक्षण गरेर भाषा लगायतका पूर्व शर्तहरू राखेर उनीहरूलाई कसैलाई 5 वर्ष कसैलाई 7 वर्ष कुनै 10 वर्ष यसरी गर्ने चलन छ। त्यसरी यहाँ प्रश्न सबै प्रकारको अङ्गीकृत नागरिकताको होइन, वैवाहिक अङ्गीकृत नागरिकताको प्रश्न हो। वैवाहिक अङ्गीकृत नागरिकता वैवाहिक सम्बन्धमा बाँधिएर कोही महिला या पुरुष एउटा देश छोडेर अर्को देशमा जान्छ भने त्यो त परिवारको अङ्ग भयो नि। त्यहाँ भावनात्मक एकता हुन्छ, त्यहाँ प्रेम हुन्छ, त्यहाँ सद्भाव हुन्छ। कुनै देशको चाहिँ सिआइडी गर्नको निम्ति विवाह गरेको मान्छे जान्छ त्यसो छ भने त अन्य कानुनहरू छँदैछ नि, त्यसले व्यवस्था गरे भइहाल्छ नि। त्यसैले वैवाहिक आधारमा दिने नागरिकता भनेको विशिष्ट प्रकृतिको नागरिकता हो। यसमा अनावश्यक प्रकारका शर्तहरू राख्न आवश्यक हुँदैन। पहिलो हाम्रो भनाइ यो हो। दोस्रो कुरा हाम्रो संविधानमा नै गल्ती भएको छ। म आफै त्यति बेला सभापति छँदा मैले भनेको थिएँ महिला र पुरुषलाई अलग अलग प्रावधान राख्नु हुँदैन। हाम्रो संविधानको धारा 11 को 5 र 7 मा महिला या पुरुषलाई नागरिकता दिने जुन व्यवस्था छ त्यसमा पुरुषको तर्फबाट यदि पुरुषले विदेशी महिला बिहा गरेर ल्याएको सन्तान छ भने त्यसले वंशजको नागरिकता पाउँछ। जस्तै मैले विदेशी महिला विवाह गरेँ र त्यसबाट सन्तान जन्मियो भने त्यो वंशजको नागरिक हुन्छ। तर मेरी छोरीले मेरी बहिनीले विदेशी नागरिकसँग विवाह गरिन्, यही नेपालमा बसोबास गरिन्, बच्चा यहीँ जन्मियो यहीँ हुर्क्यो भने ऊ चाहिँ अङ्गीकृत नागरिकता हुन्छ। यो कहाँको न्याय भयो? एउटै बाबुआमाका सन्तान एउटाको सन्तानले चाहिँ अङ्गीकृत नागरिकता पाउने अर्कोले वंशजको हुने हुन्छ हो। यो त्रुटि संविधानमै छ, यसलाई सच्याउनु पर्छ भन्ने हाम्रो माग हो। तर अहिले कानुन बनाउने बेलामा त्यसैलाई यथावत राखेर जुन असमानता कायम गरिएको छ त्यो गलत छ। त्यसैले महिला होस् या पुरुष होस् विदेशी नागरिकसँग विवाह गर्दाखेरि उनीहरूलाई समान प्रकारको व्यवहार गरिनुपर्छ। यो हाम्रो दोस्रो हाम्रो चाहिँ भनाइ हो। यसैसँग जोडिएको तेस्रो कुरा हाम्रो संविधानमा आमा वा बाबुको नामबाट नागरिकता दिने भनेर धारा 11(2) को ख मा भनिएको छ। तर त्यसलाई धारा 5 र 7 ले के काटेको छ भने कुनै महिलाकोबाट जन्मेको बच्चा उसको बाबुको पत्ता नलागेसम्म ऊ चाहिँ वंशजको नागरिक हुन्छ भनिएको छ। तर त्यही 5 मा तर भने के भनिएको छ भने तर उसको बाबु विदेशी भनी थाहा लागेमा त्यो वंशजको नागरिकता पनि अङ्गीकृत नागरिकता हुन्छ भनिएको छ हो। यही प्रावधानलाई टेकेर यही धारा 11 को 5 मा जुन तर भने लेखिएको छ त्यसैमा टेकेर धारा 11 को 2 ख मा आमा वा बुवाको नाउँबाट जुन नागरिकता दिने भनिएको थियो यहाँका सिडिओहरूले यहाँका अधिकारीहरूले त्यही आधारित पाउने भनेर खोज्छ। सबैको कसैको पनि नागरिकता लिन गयो भने आमाको नामबाट अहिलेसम्म बच्चाहरूले नागरिकता नपाउनुको कारण त्यही हो। त्यसैले एका हातले दिए जस्तो अर्को हातले खोसे जस्तो व्यवस्था संविधानमा गरिएको छ, यो हटाइनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले यो आमाको नामबाट निशर्त ढङ्गले छोराछोरीले नागरिकता पाउनु
एउटा नैसर्गिक अधिकार हो। हाम्रो संविधानको मौलिक अधिकार दिएको प्रस्तावनामा लेखिएको कुरा हो। उल्टो यो सरकार विदेशीहरूसँग सबैसँग एकैचोटि हावामा मुक्का चलाएर एउटा डन्की जोइट भन्ने एउटा उपन्यास थियो। त्यो उपन्यासको नायकले कृत्रिम दुश्मन खडा गरेर हावामा मुक्का चलाएर मैले सबैलाई पछारेँ भने जस्तै हाम्रा प्रधानमन्त्री कहिले भारततिर मुक्का चलाउँछन्, कहिले अमेरिकातिर मुक्का चलाउँछन्, कहिले चीनतिर मुक्का चलाउँछन्। यो सबैलाई चिड्याएर देशलाई जनताको अगाडि बहादुर छु भन्ने देखाएर तपाईले गर्न खोजेको के? यसरी सबैलाई दुश्मन बनाएर सबैसँग एकैचोटि लड्न सकिन्छ, सबैसँग दुश्मनी गरेर देशको विकास समृद्धि गर्न सकिन्छ। यस्तो प्रकारको पाखण्ड जुन भइरहेको छ यसको हामीले विकल्प दिनुपर्छ। त्यसैले जनता समाजवादी पार्टी अब हिमाल पहाड तराई मधेसलाई जोड्ने यो देशका सबै मधेसी, थारू, आदिवासी जनजाति, भाषार्य, महिला, दलित, मुस्लिम सबैलाई जोड्ने सत्ता राष्ट्रिय पार्टीको रूपमा यसको उदय हुँदैछ। त्यसैले आज त हामीले एउटा सानो दस्तक खटखट मात्रै हामीले सिंहदरबारमा गरेका छौँ। अब हेर्नु होला 2 वर्षपछि जो निर्वाचन हुन्छ त्यति बेला हामीले सिंहदरबारमा झन्डा गाड्नु पर्छ र हामीले देशको सत्ता चलाउनु पर्छ। र मैले भन्ने गरेको छु, फेरि दोहोऱ्याउन चाहन्छु, यो देश सबैको साझा हो। त्यसैले सिंहदरबारको कुर्सीमा अब एउटा मधेसी बस्नुपर्छ, एउटा जनजाति बस्नुपर्छ, एउटा दलित बस्नुपर्छ, एउटा मुस्लिम बस्नुपर्छ, एउटा महिला बस्नुपर्छ। तब मात्रै यो देशको विकास र समृद्धि हुन्छ, एकता बलियो हुन्छ। यही सपनाका साथ हामी अगाडि बढौँ र आज यस कार्यक्रममा सहभागी भएर जनताको आवाज मुखरित गर्न उपस्थित हुनुभएका सबै साथीहरूलाई हार्दिक धन्यवाद दिँदै म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।